हेलो वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी मेघोली गाउँमा छौँ। थारू कम्युनिटी होमस्टेबाट हामी आज मेघोलीको जङ्गल सफारी घुम्नको लागि जाँदैछौँ। आज म एकदमै एक्साइटेड छु। आज जङ्गलमा के देखिन्छ थाहा छैन र जे देख्छु एकदमै रमणीय हुनेवाला छ। सो हामी अब निस्केको यो चाहिँ एयरपोर्ट साइड है। अनि यतापट्टि ट्याक्कै कस्तो राम्रो क्या रमाइलो गाउँ रहेछ। मलाई एकदमै रमाइलो लाग्यो मेघोली गाउँ हेर्दा पनि हरियाली है, यस्तो नेचुरल। यो चाहिँ त्यहाँको स्कुल एयरपोर्ट साइडको, खै स्कुलको नाम के हो त्यो त मलाई ट्याक्कै एक्ज्याक्टली थाहा भएन कि, तर स्कुल पनि एकदमै राम्रो रहेछ है। यसो हेर्दाखेरि त वाउ। यो चाहिँ एयरपोर्ट ग्राउन्ड है। एयरपोर्ट ग्राउन्ड कत्रो ठुलो रहेछ, मैले फर्स्ट टाइम देख्दैछु एयरपोर्ट ग्राउन्ड है मेघोलीको। राम्रो लाग्यो मलाई। यहाँको वातावरण रमाइलो रहेछ, हरियाली है। मलाई चाहिँ नेचुरल फेरि मलाई एकदमै मनपर्छ नेचुरल प्लेस। सो म जहिले पनि नेचुरल प्लेसमा नै घुम्न गइरहेको हुन्छु। आई लभ इट। अब चाहिँ हामी जङ्गलभित्र जाँदैछौँ। लेसी अब तपाईँहरूले हेर्न सक्नुहुन्छ है। भित्र चाहिँ अब जङ्गलमा के देखिन्छ, हामीसँग गाइड गर्नको लागि जङ्गलमा गाइड पनि हुनुहुन्छ। उहाँले हामीलाई जङ्गलको बारेमा जनावरको बारेमा डिस्क्राइब गरिदिनुहुन्छ। कतिपय कुराहरू हामीलाई थाहा हुँदैन है, उहाँहरूले चाहिँ हामीलाई मजाले प्रष्ट बुझाइदिनुहुन्छ। सो लेसी हामीले देख्न सक्छौँ। अगाडि चाहिँ हरिण हो कि जराई हो के भन्छ त्यो त थाहा भएन। दोस्रो नम्बर गेट यो र यो जङ्गलमा विभिन्न किसिमको जनावरहरू छन्, जस्तो एकसिङे गैँडा होइन। अब बाघ पनि यसमा साइटिङ एकदमै राम्रो भइराखेको छ। अब भागे कतिको लिएर आएको छौँ हामी होइन। अनि बँदेलहरू छ, अनि काठे भालु पनि छ यहाँ। देख्न चाहिँ के देखिन्छ अगाडि हामी बढ्दै गर्छौँ होइन। अनि यसको तपाईँको यो राधाकृष्ण सामुदायिक वनको क्षेत्रफल भन्नुहुन्छ भने जम्मा 57.50 को छ। र यो हामी 3टा वनमा अहिले घुम्छौँ। एउटा के अरे सदाबहार, यो बेतरी खोला हो हाम्रो तल सिमरेनीदेखि तलको भोलदेखि आएको यो पानी। अनि हामी अहिले यसरी जान्छौँ। अनि यो रुट हुँदै फेरि यो के भन्छ 9 नम्बरमा जान्छौँ। अनि यो चाहिँ सदाबहार भन्ने यो वनमा हामी 3टा वनमा घुम्छौँ है। अनि जनावरहरू जस्तो देखिहाल्यो भने अब हामी त धेरैजना छौँ, दायाँ बायाँ हेरौँ। सबैले देख्यो भने यो गाडी रोकेर चाहिँ हेरौँ र हल्ला नगरौँ है त। ल छितिरबितिर सबै थाहा पाइसक्यो गन्दा हाम्रो सुन्ने। अब अहिले चर्नलाई चाहिँ यसरी फितिर हुन्छ कि आफ्नो आफ्नो ठाउँमा जान्छ। अनि बेलुका भएपछि यिनीहरू प्रायः जस्तो एकै ठाउँमा ग्यादरिङ हुन्छ। जब दिसाएपछि हान्न सुरु गरेपछि यो एकदम मुख बनाउँछ, यस्तो ठ्याक्कै क्रस गर्छ कि यस्तो फर्काउँछ। अनि यहाँबाट भएको दाँत चाहिँ यस्तै हान्छ यिनीहरूले, पाल पारिदिन्छ, जान्छ अगाडि अगाडि।
फाइनली हामी जङ्गल सफारी गरिसक्यौँ। जङ्गल सफारी गरेर हामी चाहिँ राप्ती किनार गएर त्यहाँ चाहिँ एकछिन बस्यौँ। अनि के गर्नु थियो, फोटोसुट गर्नु थियो कि भिडियो सिडियो बनाउनु थियो कि त्यो हामी सबैजनाले गऱ्यौँ। अनि मैले चाहिँ एउटा भिडियो बनाउँछु भनेर भिनाजुलाई मोबाइल समाउनको लागि दिएँ। भिनाजु त स्ट्याचु भएर कतै हिँड्नु भएन, भिडियो पनि खतरा बनाइदिनु भयो कि जहाँ कि पोस्टै गर्न नमिल्ने। यस्तो हाँसो लाग्यो कि के